एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी सिलगढी गएको सानो एउटा भ्लग लिएर आएको छु। अन्तिमसम्म हेरिदिनुहोस् होला। मैले आइपुग्यो। अहिले चाहिँ यस्तो बेसी गरम छ। यी हातमा पानीको बोतल ब्याग बोकेर हिँड्दै गरेको। दिदी चाहिँ हिँड्दैछ अगाडि अगाडि ब्याग बोकेर हो। सौदा पठाउनु कि के गर्नु कि भयो। दोकानको आमाले लिस्ट थमाइहाल्नुहुन्छ। जहाँ गयो भने पनि जहाँसुकै जाऊ लिस्टको सामान चाहिँ लिएर आऊ भन्नुहुन्छ हाम्रो आमाले। हामीले मल्ली पुग्यौँ। हाम्रो बहिनी पर पारिपट्टि आइपुग्यो अरे। चाहिँ जान्दैछ त्यहाँ वक गर्दै गर्दै निरालाई भेटेर यहाँ चाहिँ हामी गाडीमा चढिसकेको छौँ सिलगढीको लोकल ट्याक्सीमा। यहाँ चाहिँ दिदी एकदम बिजी हुनुहुन्छ पैसा गर्नुमा। मेरो लागि के गिफ्ट किनिदिउँ भनेर होला नि। अन्त सिलगढीको बाटो चाहिँ एकदमै बेसी राम्रो थियो। आज घाम पनि कम्ती लागेको थियो। आधी बाटोमा पुग्दा पुग्दै त पानी पनि पर्यो हो। अन्त यहाँ चाहिँ सिलगढी पुगेर हामी रुम हेर्नु जाँदाखेरिको नजारा हो। हामी चाहिँ सिलगढी आएर होला कि सिलगढीमा चाहिँ पानी पर्यो हो। हामी अब कहिले अब हामी हिँड्दैन नि त त्यस्तो बेसी घरमै बस्छ। त्यही भएर चाहिँ आज चाहिँ यस्तो बेसी पानी पर्यो। हामी आइपुग्दा चाहिँ होइन बल्ल बल्ल आइपुग्यो। त्यहाँदेखि अब हामीले बस्ने रुमहरू मिलायो। अन्त चाहिँ हामी अहिले चाहिँ मार्केट जानुको लागि निक्लेको। हिँड्दै ऊ परदेखि मात्रै उयो गर्ने टोटो गर्ने हो। अन्त अहिले चाहिँ हिँड्दैछौँ। दुईजना हेर्नु नि हिँड्दैछ हामी मेरो नक्कली दिदी बहिनीहरू। निरालाई पनि हामीले टिपिसकेको छौँ। यहाँ चाहिँ हामी आइपुगिसक्यौँ एक्सप्लोर गर्ने मेरो लागि बर्थडे गिफ्ट किनिदिने। यहाँ चाहिँ टोटोमा चढेर हामी चाहिँ सिलगढी मार्केट जाँदै थियो, बिधान मार्केट हो। अन्त दुईजना चाहिँ उल्टा बस्नु पर्यो भनेर हाँस्दै बसिरहेको थियो। अन्त यहाँ चाहिँ अलिक जाम पनि थियो र सिन जाममा बस्यो। अन्त मलाई चाहिँ इलेक्ट्रिक कार हुन्छ भनेर चाहिँ थाहा थियो होइन। तर यस्तो ग्रिन कलरको नम्बर प्लेट लागेको हुन्छ इलेक्ट्रिक भेहिकलमा भनेर त्यो चाहिँ थाहा थिएन। अन्त यहाँ पुगेर हामीले देख्यो। अन्त यस्तो सर्च गरेको चाहिँ त्यस्तो रहेछ गाइस। तपाईँहरूलाई पनि थाहा छैन भने यो पनि तपाईँहरूको लागि इन्फर्मेसन। अन्त यस्तो चाहिँ स्कुटीमा पनि ग्रिन कलरकै हुँदो रहेछ सबैमा। मार्केट पुगेर फर्स्टमा चाहिँ हामीले सुगर क्यानको जुस पियो हो। अलिअलि झिङ्गा उड्दै थियो तर भए पनि त्यसलाई इग्नोर गरेर अब सिलगढीमा त त्यस्तै त हुन्छ होइन। अन्त त्यसरी इग्नोर गरेर पियो। दिदी चाहिँ खान्न भन्नुहुन्थ्यो थियो। यहाँ चाहिँ निरा चाहिँ खानु नि भन्दै थियो। दिदीले चाहिँ खानु मान्नु हुँदैन। अन्त खानु भएन। अन्त मैले र निराले चाहिँ मजाले जुस पियो। मिठो थियो अलिअलि। अब कतिवटा कुरा त इग्नोर पनि गर्नुपर्छ नि त है। अब यस्तै त हुन्छ स्ट्रिट फुडहरू भनेर निराले चाहिँ जुस पिउँदै थियो। मिठो चाहिँ मिठो थियो तर पनि अलिकति अब है क्लिन पनि भएको भए चाहिँ हुन्थ्यो। तर पनि केही छैन मिठो भयो। यहाँ चाहिँ म इयररिङ्स हेर्दै थिएँ। लाउनु त त्यस्तो लाउँदिनँ तर भए पनि किन्ने चाहिँ अब्सेसन बसेको छ। जहाँ गयो भने पनि एक दुई पेयर इयररिङ्स चाहिँ किन्नै मनपर्छ क्या हो। लगाए पनि नलगाए पनि। हङकङ मार्केट चाहिँ यहीँभित्र देखियो। यहाँ चाहिँ हामी हङकङ मार्केट एक्सप्लोर गर्दैछ हो। एक दुईवटा सामान पनि किन्यो यहाँबाट। हामीले कतिवटा लुगा स्लिपरहरू चाहिँ किन्यो यहाँबाट। एकदमै राम्रो थियो। कतिवटा प्राइस एकदम रिजनेबल प्राइसमा पनि पायो। कतिवटा एक्सपेन्सिभ पनि थियो। अन्त आमालाई के ल्याइदिनु भनेर फोन गरेर सोधेको। अरू कुरा नल्याइदिउँ म्याङ्गो चाहिँ ल्याइदिनु, म्याङ्गो खानु मन परिरहेको छ भन्नुभयो हो। अन्त चाहिँ हामीले म्याङ्गो ल्याइदियो आमाको लागि चाहिँ। अन्त चाहिँ हामी नरिवल पानी पिउनु मन परेर चाहिँ नरिवल पानी पिउनु स्टार्ट गऱ्यो यहाँनिर हो। मलाई चाहिँ मिठो लाग्छ नरिवल पानी। गर्मी जग्गामा गएपछि चाहिँ नर्मल्ली टेस्ट त त्यस्तो मिठो लाग्दैन तर भए पनि अब हेल्थको लागि राम्रो हुन्छ नरिवल पानी भनेर चाहिँ अब एउटा न एउटा चाहिँ पिउँछ। त्यहाँदेखि चाहिँ हामी भेगा सर्कल गयो हो। भेगा सर्कलमा चाहिँ हामी आज मुभी हेर्ने प्लान थियो। यहाँ सपिङको लागि हेर्दैछ उसले चाहिँ यसो गर्नुपर्छ कि लन्चहरूको। अन्त चाहिँ हामी राजकुमार रावको भुलचुक माफ भन्ने मुभी हेर्नु गयो। एकदमै फन्नी मुभी रहेछ हो। इन्टरटेनिङ खालके। तपाईँहरूको पनि टाइम मिल्यो भने हेर्नु जानुहोस्। अब त्यस्तो खतरा स्टोरी त होइन तर भए पनि युनिक स्टोरी छ। प्लस मजा पनि आउँछ, हँसाउँछ मजा। अन्त अघि देखाएको स्कुटी थियो नि इलेक्ट्रिक स्कुटी त्यो चाहिँ यसरी चार्ज गर्दो रहेछ। ल्यापटपको जस्तो चार्जर हुँदो रहेछ। मुभी हेरेर रुम जाँदा चाहिँ अलिक ढिलो भएको थियो हामीलाई। अन्त चाहिँ हामीले जोमेटोबाटै डिनरहरू अर्डर गरेको थियो। बिरयानी पिज्जाहरू केक पनि अर्डर गरेको थियो तर केक चाहिँ लास्ट मोमेन्टमा क्यान्सल भइदियो हो। अन्त केक कटिङ चाहिँ गरेन। अन्त यहाँ चाहिँ दिदी चाहिँ अगाडि सुत्नु भएको थियो पार्सल नआइपुगिकन। त्यहाँबाट उठेर चाहिँ बसेर चाहिँ मजाले डिनरमा खायौँ हामीले हो। गर्नु न खाना
अन्त यहाँ चाहिँ हामी मुभी हेर्दै पिज्जा खाँदैछ मजाले तातो तातो पिज्जा एकदम टेस्टी थियो यो पिज्जा चाहिँ। सो गाइस आजको भ्लग चाहिँ म यहीँ इन्ड गर्दैछु। हामी डिनर सिनर गरेर चाहिँ अब सुतेको। भोलिको भ्लग चाहिँ एकदमै राम्रो हुनेछ। सो बाइ बाइ, सी यु नेक्स्ट भ्लग।